नमस्कार सबैजनालाई। हामी त दाजु-बहिनी हो। अनि मेरो दाजु चाहिँ धरानको बाटो यता इटरी जाने बाटोतिर उखु बेच्नुहुन्छ, उखुको रस बेच्नुहुन्छ। अनि कसैले त्यतातिर जाने क्रममा मेरो दाजु बाटोमा भेट्नुहुन्छ होला। बाटोमा निस्केर उखुको जुस 1 गिलास खाइदिएर जानुहोला। 1 गिलास जुसको 50 मात्रै लिनुहुन्छ अरे। अनि जे होस् नबोल्ने भए पनि एउटा गरेर खानुभएको छ मेरो दाइले। यतिमै हामीलाई गर्व छ। हामी 5 जना दिदीबहिनीको एक्लो दाजु हो। जे होस् खुसी लाग्छ। अनि हामी अब जे होस् यति बनाइदिएको छ फोनमा देखेर बोल्ने। अनि अब कान त सुन्नुहुन्न मेरो दाजुले, कान सुन्नुहुन्न, बोल्नु पनि हुन्न। अनि अब हातको इसाराले बोल्नुपर्छ दाजुसँग। अनि ऊ त्यसरी मान्छेले जस्तो भयो नि गरेर खानुपर्छ होइन। खानुभयो भनेर कति खुसी हुनुभयो होइन। त्यस कारणले इटरी जाने बाटोमा दाजुले चाहिँ त्यो पानी ट्याङ्कीको अगाडिपट्टि उखुको जुस बेच्नुहुन्छ। कोही कतैबाट हुनुहुन्छ झुक्किएर त्यता पर्नुभएको छ भने त्यहाँ पसेर जानुहोला। एउटा जस्तै अब उसलाई बहिराहरूलाई पनि त एउटा सहयोग हुन्छ। जे होस् यति मेरो खाइदिए भन्ने हुन्छ होइन। मान्छेलाई गर्न सक्दिनँ भन्ने केही हुँदैन रहेछ। अब यतिको मान्छेले यति गर्नु भनेको सानोतिनो कुरा होइन। गरेर खानुभएको छ। यसमा हामीलाई ठुलो गर्व लाग्छ। हाम्रो दाइसँग अब हामी बोल्नेले त केही गर्न सकेको छैनौँ, कान सुन्नेले। तर मेरो दाजु बोल्नुहुन्न तर दिमागको एकदम बाठो हुनुहुन्छ। कसैले भेट्दैन यस्तो मान्छे हो भनेर कसैले भन्न सक्दैन, त्यति बाठो हुनुहुन्छ। अनि गफ गर्दै हुनुहुन्छ, यहाँबाट यस्तो ल्याउँछु, यहाँबाट यस्तो गर्छु भनेर मलाई सुनाउँदै हुन्छ। अनि म चाहिँ दाजुको भिडियो थाहा नपाइकन बनाएको। मान्नुहुन्न बनाउनलाई